कृष्णात् परम किमपि तत्त्वमहं न जाने। म कृष्णभन्दा माथि कुनै पनि ज्ञान, सत्य र शक्ति जान्दिन। राधे राधे। गीतामयी अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्व कला प्रतियोगिताका आदरणीय सभाध्यक्ष, आयोजक, निर्णायक, सहभागी तथा सज्जनवृन्द, सिकाउनुहोस् गीतामयी अभिवादन। हरि ओम तत्सत। म गोदावरी कैलालीबाट 10 वर्षकी कर्मशिखा जोशी। शिक्षा क्षेत्रमा गीता ज्ञानको आवश्यकता। के हो त गीता ज्ञान? गीता ज्ञान महाभारतको एक अंश हो जहाँ भगवान श्रीकृष्णले अर्जुनलाई दिएको ज्ञान प्रस्तुत गरिएको छ। अथवा सरल भावार्थमा लिँदा गीता ज्ञान हामी कलिला मस्तिष्कको लागि, जीवनका लागि मार्गदर्शन दिने सिद्धान्त हो। वा शिक्षा क्षेत्रमा हेर्दा गीता विद्यार्थीका लागि बुद्धिमानी, संयमी, आत्मनिर्भर र कर्तव्यनिष्ठ बनाउने ज्ञान र कला हो। आदरणीय सज्जनवृन्द, गीता ज्ञानको क्षेत्र विशाल छ र शिक्षा क्षेत्रमा यसको आवश्यकता गहिरो छ। अहिलेको किताबी ज्ञानभन्दा जीवन चलाइको क्रममा जीवन सञ्चालनको सोच, आचरण र व्यवहार गीता ज्ञानले सिकाउँछ। गीतामा भनिएको छ, स्वधर्मे निधनम श्रेय परधर्मो भयावह। अर्थात् गीता ज्ञानले आफ्नो कर्तव्यमा रहनु सम्मानजनक हुन्छ भने अरूको कार्यको अनुसरण गर्नु भयावह हुन्छ। यस श्लोकको अनुसार हामी विद्यार्थीको लागि स्वधर्म भनेकै इमानदारीपूर्वक कर्मनिष्ठ हुँदै पढाइ गर्नु हो र गीताले यसलाई अङ्गालो भनिरहेको हुन्छ, जसले हाम्रो ज्ञानको दिव्य चक्षु खोल्दछ। भनिएको छ, कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। अर्थात् तिमीले कर्म गर्न मात्र इच्छित हुनुपर्छ, जो तिम्रो अधिकार हो, तर फलको आशा नगर। अथवा निरन्तर इच्छित भएर कार्य गर्यो भने तिमी पक्कै सफल हुनेछौ। यस अर्थमा गीता शिक्षा क्षेत्रमा आवश्यक छ कि गीता ज्ञानले कर्तव्यमा अडिग रहन पनि सिकाउँछ। आदरणीय सज्जनवृन्द, हामी विद्यार्थीको लागि कर्म क्षेत्रमा ध्यान केन्द्रित गर्ने सन्देश गीताले दिन्छ। व्यावसायत्मिका वृद्धि एके ह कुरु नन्दन। अर्थात् एकमात्र लक्ष्य केन्द्रित विद्यार्थी पक्का सफल हुन्छ र आत्मबल बढ्दछ र त शिक्षा क्षेत्रमा यसको आवश्यकता छ। गीताको प्रयोगले विद्यार्थीमा पढाइमा रुचि, आत्मबल, सकारात्मक सोच, कर्तव्यनिष्ठ र एकाग्रता विकास हुन जान्छ। आदरणीय सज्जनवृन्द, गीतामा भगवान श्रीकृष्णले अर्जुनलाई जीवन धर्म र कर्तव्य बीचको ज्ञान दिए जस्तै हामी पनि हाम्रो परीक्षा, भविष्य अनि विविध चुनौतीहरू बीचको दबाव र दुविधामा गीता ज्ञानले सही मार्ग निर्देशन गर्दछ। आदरणीय सज्जनवृन्द, गीता केवल कर्मकाण्डका लागि होइन, यो त शिक्षा, अध्यात्म र संरक्षणको प्रतीक हो र हामी विद्यार्थीले पनि अब गीताको माध्यमबाट संस्कार र विज्ञानको सेतु बन्नु पर्दछ। यो त जीवन जिउने उच्चतम विज्ञान हो, जसले हामीमा भएको रिस, अहंकार र लोभ नष्ट गर्दै सरल जीवनयापनमा सहजता ल्याउँछ। सफल जीवनमा अध्ययन मात्र होइन, आचरणको शिक्षा समेत चाहिन्छ। विश्व आधुनिकताका नाममा नैतिकता मासिँदै गएका बेलामा मानवता पनि नरहन सक्ने हुँदा आज आधुनिकता र प्रविधिसँगै चरित्र र नैतिकता पनि सिक्नुपर्छ, जुन गीताका माध्यमबाट सम्भव छ। हामी त ज्ञान लिने पात्र मात्र होइनौँ, संस्कृतिका संवाहक, चेतनाका धार अनि मानवताका पुजारी, जसले अर्जुन जस्तो मानव नैतिक चरित्र र साहसी विद्यार्थीको जन्म दिन शिक्षामा गीता ज्ञान आवश्यक छ। यसले ज्ञानको सार, सकारात्मकता, कृष्णको जस्तो ज्ञान, कर्तव्यमा अडिग रहने अर्जुन जस्तो साहस बटुल्दै सफलता, शान्ति र समृद्धिका लागि गीता ज्ञान भन्दै संस्कृतिका संवाहक, सत्यका साधक र परिवर्तनका स्रोत हामी कलिला मस्तिष्कको यात्रामा किताबसँगै गीता अभियान मनाउँदै सफलता, शान्ति र समृद्धि ल्याउनेछौँ। यत्र योगेश्वर कृष्ण यत्र पार्थो धनुर्धर तत्र शिव विजयो भूर्ति ध्रुवा नीतिर्मतिर्मय। र सम्पूर्ण मेरा प्रतिस्पर्धीहरूलाई अर्को चरणको शुभकामना। गीता ज्ञान जीवन विज्ञान। राधे राधे। हरि